डेस थाहा भइसकेपछि नाउ वी हेभ टु नो डबल डेस एन्ड ट्रिपल डेस। डबल डेसमा 2 चोटि डेस हुन्छ, ट्रिपल डेसमा 3 चोटि डेस हुन्छ। बट देयर इज अ क्याच, के थाहा पाइन्छ। डबल डेसको डायग्राम हेर्ने हो भने 64 बिट प्लेन टेक्स्ट डेस एल्गोरिदममा एकचोटि भइरहेछ युजिङ की K1 एन्ड K2 युज भइरहेछ यहाँ दुईचोटि डेसमा एन्ड दे क्यान बी डिफरेन्ट। सो त्यहाँबाट चाहिँ डेस साइफरमा गइसकेपछि एउटा इन्टरमिडिएट टेक्स्ट आउँछ। यहाँ चाहिँ 64 बिट मिडल टेक्स्ट भनेर लेबल गरिएको छ। त्यसलाई फेरि एकचोटि डेस साइफरमा पठाइन्छ डेस एल्गोभित्र युजिङ की K2 देन त्यसपछि जुन साइफर टेक्स्ट आउँछ द्याट इज आवर फाइनल साइफर टेक्स्ट डबल डेसमा। अब डिक्रिप्सनको कुरा गर्ने हो भने त्यही साइफर टेक्स्टलाई लिने देन डेस डिक्रिप्सन एल्गोरिदमभित्र पठाउने एन्ड त्यसबाट एउटा इन्टरमिडिएट टेक्स्ट आउँछ त्यसलाई फेरि डेस डिक्रिप्सन एल्गोरिदमभित्र पठाउने त्यसबाट के रिकभर हुन्छ त प्लेन टेक्स्ट रिकभर हुन्छ। यही फङ्सनले पनि त्यही देखाइरहेछ कि साइफर टेक्स्ट पाउन लागि इन्क्रिप्सन फङ्सनमा सबैभन्दा पहिला के भयो त प्लेन टेक्स्टलाई K1 सित युज गरेर इन्क्रिप्ट गरियो। एकचोटि डेस भयो त्यसपछि त्यसबाट जे आयो इन्टरमिडिएट रिजल्ट त्यसलाई फेरि इन्क्रिप्सनमा पठाइयो युजिङ सेकेन्ड टाइम डेस अनि त्यसबाट के आयो त साइफर टेक्स्ट आयो। अब डिक्रिप्सनको कुरा गर्ने हो भने चाहिँ साइफर टेक्स्टलाई डिक्रिप्सन एल्गोरिदमभित्र पठाइयो युजिङ की K2 त्यसबाट जे आयो त्यसलाई K1 सित डिक्रिप्सन एल्गोरिदमभित्र डेसको फेरि पठाइयो त्यसबाट के रिकभर भयो त प्लेन टेक्स्ट। डबल डेसमा मिट इन द मिडल अट्याक हुन्छ त्यसकारण यसको सिक्योरिटी ब्रिच हुन्छ। के हो त मिट इन द मिडल अट्याक भन्दा एउटा प्लेन टेक्स्ट र साइफर टेक्स्टको पेयर यदि अट्याकरलाई थाहा छ भने उसले पहिला के गर्छ भन्दाखेरि इन्क्रिप्सन एल्गोरिदमभित्र किजहरू जति पनि की कम्बिनेसन्स छन् त्यति ट्राई गर्छ। सो 2 to the power 56 की कम्बिनेसन्स हुन्छ इफेक्टिभ सिक्योरिटी अफ डबल डेस जो कि करिब 72 क्वाड्रिलियन किज हुन्छ। सन् 1998 मा एक दिनमै यो किजहरू ब्रुट फोर्स गर्न सकेको थियो मिन्स फाइन्डिङ एभ्री की कम्बिनेसन। सो त्यसको एउटा के भन्छ डेटाबेस बनाइन्छ। डेटाबेसमा के हुन्छ भन्दा त त्यो पर्टिकुलर की र इन्क्रिप्सन एल्गोरिदमभित्र राखेर यो मल्टिपल मिडल टेक्स्टहरू जेनेरेट गरेको हुन्छ। सो सबै कीको लागि मिडल टेक्स्ट जेनेरेट गरियो। ओके त्यसपछि अर्को कुरा के गर्छ त एउटा डेटाबेस त इन्क्रिप्सन एल्गोभित्र की युज गरेर मिडल टेक्स्ट जेनेरेट गरिरहेछौँ। अर्को डेटाबेस भन्छ साइफर टेक्स्ट थाहा छ नि प्लेन टेक्स्ट र साइफर टेक्स्ट एक पेयर पनि थाहा छ भने रिभर्स एल्गोरिदम डिक्रिप्सन एल्गोरिदमभित्र की युज गरेर फेरि 2 to the power 56 की कम्बिनेसन्सहरू सबै त्यो सबै 72 क्वाड्रिलियन किजहरूको डेटाबेस बनाएर त्यसको हरेक की र डिक्रिप्सन एल्गोरिदमको करेस्पोन्डिङ एउटा मिडल टेक्स्ट आउँछ र यो मिडल टेक्स्ट इन्क्रिप्सन र डिक्रिप्सन दुवैमा सेम छ। सो एउटा पोइन्ट आउँछ जहाँ दुईटै मिडल टेक्स्ट सेम आउँछन्। सो त्यसले की थाहा पाइयो। की थाहा पाइसकेपछि वी हेभ ब्रिच द डबल डेस सिस्टम। त्यसै गरी हेर्ने हो भने ट्रिपल डेसको कुरा ट्रिपल डेसमा 3 चोटि डेस युज हुन्छ। 3 चोटि डेस युज हुन्छ तर डबल डेसमा इन्क्रिप्सनको बेलामा 2 चोटि इन्क्रिप्सन भएको थियो भने ट्रिपल डेसमा 3 चोटि इन्क्रिप्सन चाहिँ हुँदैन। 2 चोटि मात्र इन्क्रिप्सन हुन्छ बिचमा एक चोटि डिक्रिप्सन हुन्छ। त्यसै गरी डिक्रिप्सनको केसमा 3 चोटि डिक्रिप्सन हुँदैन 2 चोटि मात्र डिक्रिप्सन हुन्छ एक चोटि इन्क्रिप्सन हुन्छ युजिङ यहाँ 3 वटा किज छन्। यसको स्ट्रक्चर पनि त्यस्तै सिमिलर छ। पहिला प्लेन टेक्स्टबाट एकचोटि डेस गरियो त्यसपछि रिभर्स गरियो त्यसपछि फेरि डेस गरियो साइफर टेक्स्ट आउँछ। त्यसपछि डिक्रिप्सनकोमा साइफर टेक्स्टले रिभर्स डिक्रिप्सनमा राखियो फेरि इन्क्रिप्सन गरियो एन्ड डिक्रिप्सन गरियो। यो फङ्सनले पनि त्यही देखाउँछ कि यदि साइफर टेक्स्ट पाउन छ भने पहिला के गर्ने त इन्क्रिप्सन गर्ने त्यसपछि जे आउँछ त्यसलाई डिक्रिप्सन गर्ने त्यसपछि फेरि इन्क्रिप्सन गर्ने टु गेट आवर साइफर टेक्स्ट। प्लेन टेक्स्ट रिकभर गर्न लागि साइफर टेक्स्टले डिक्रिप्सन गर्ने देन साइफर टेक्स्टलाई डिक्रिप्सनमा पठाउने जे आउँछ त्यसलाई इन्क्रिप्सन गर्ने त्यसपछि जे आउँछ त्यसलाई अन्तिम पटक डिक्रिप्सन गर्ने वी गेट आवर प्लेन टेक्स्ट। ओके ट्रिपल डेस पनि मिट इन द मिडल अट्याकको शिकार छ त्यसकारण एन्ड अदर ड्यू टु अदर रिजन्स टु डेस डबल डेस ट्रिपल डेस आर comparatively
lesser secure than AES.